हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। यो चाहिँ मेरो मिनी ब्लग हो, तपाईँहरूले माया गरिदिनु होला। यो चाहिँ मेरो दाइको बर्थडेको दिन हो है गाइजहरू। यो जानी नजानी गरेको भिडियोलाई माया गरिदिनु होला। मेरो दाइको बर्थडेमा हामी सबैजना मिलेर बर्थडे मनाएको। यसमा चाहिँ सबैले माया गरिदिनु होला। मेरो भदैहरू छन् यहाँनिर, भदैको साथीहरू, अनि मेरो बहिनी, अनि भदैनी बुहारी पनि छन् यहाँनिर, भदैनी छन् चाहिँ मेरो दाजु भाउजू अनि भदैनी छन् यहाँनिर। रमाइलो गर्दैछौँ हामी। अनि यहाँ चाहिँ मेरो चाहिँ बाबा चाहिँ हुनुहुन्न, बाबा चाहिँ खोइ कहाँ जानुभएको थियो। अनि दिदी चाहिँ मेरो ठुलो दिदी चाहिँ विदेशमा हुनुहुन्छ, बाहिर दुबईमा। दिदीले पनि सरप्राइज दिनुभएको थियो दादालाई। अनि त्यही भएर हामीले पनि मिलेर, भदै र म भएर पनि मिलेर दादालाई सरप्राइज दिएको। यहाँ चाहिँ अनि के हुँदैछ हो सबैजना यहाँनिर हेर्दै मलाई खानु बोलाइरहेको छ। दादाले के खाना आइज बहिनी, साइली बहिनी भन्थे। लु अब कान्छी आइज कान्छी भन्दै, अनि कान्छीले खाँदैछ। अनि यहाँ भाउजूले चाहिँ बिल्ला गर्दैछ, दाइलाई जिस्काउँदैछ। ह्याप्पी बर्थडे टु यु कुमार, बुढेसकालको बर्थडे भन्दै जिस्काउँदैछ यहाँनिर चाहिँ होइन। अनि त्यसपछि यतापट्टि चाहिँ अनि भदै र भदैनी बुहारी, अनि यहाँनिर मेरो कान्छी बहिनीको छोरी चाहिँ टुवा परिरहेछ। सबैजना के गर्दैछ भनेर सबैलाई हेर्नु पनि भ्याउँछ। अनि यतापट्टि चाहिँ भदैनीले फेरि बर्थडेको स्प्रे लिएर आएर उसको दाइलाई हान्नुलाई, त मोटी यहाँनिर मलाई जहिले तहिले लाउन आउँछिस्, टक्सिङ खान्छिस् भन्दै। अनि अर्को भदै चाहिँ उहाँ हतार नपत्तार उता गएर है दाजु बहिनी चाहिँ यता बाँच्दैछ यहाँनिर। नलगा भनेको सुन्नुहोस्, मोटी जहिले चल्छिस् भन्दै त्यसो भन्दै बस्दैछ नि। अर्को भदै चाहिँ उहाँ चोख्यो हुनेर जाँदैछ। यहाँ चाहिँ अनि भदै बुहारी चाहिँ हाँस्दैछ दाजु बहिनी चलेको देखेर क्या। अनि उता चाहिँ भदै चाहिँ लगाइदिन्छ भनेर पुरा ढिस्सिएर बसिरहेको छ वहाँनिर सबैजना। अनि उता चाहिँ छेमाको छोराको छोरा है, सिक्स प्याक देखाएको अरे भरे भन्दा त फ्यामिली प्याक भएछ। सबैले बिल्ला गरेर हतार हतार बेस जाँदैछ, हाँस्दो रहेछ। त्यसपछि